पछि म मेरो मावलाको के भन्छ त्यसलाई के घर भन्छ पुरानो घर मावली घर होइन मावली घर भन्छ त्यो मेरो कहिले म आइराख्ने होइन खेलिराख्ने म अलिकति हुर्केको हुनु न अलिअलि हुर्केको मावला घर यो चाहिँ अहिले चाहिँ निकै पुरानो भइसक्यो झारहरू पलाएछन् कल छ यहाँ टोयलेट रहेछ अहिले चाहिँ कोही पनि बस्दैन यहाँनिर पहिले यहाँ मुनि किचन थियो यहाँनिर यहाँ लिस्नु कस्तो छ भने लिस्नु चाहिँ यताबाट थियो क्या लिस्नु यताबाट यसरी चढ्ने खाले लिस्नु थियो अहिले यताबाट बनाएको रहेछ यो चाहिँ मामाको कोठा हाम्रो कान्छा आमाको कोठा यहाँभित्र यहाँ किचन के थियो चरा के हो किचन चाहिँ यहाँ थियो किचन यहाँ मेरो हजुरआमा यहाँ थियो कोठा एउटा यहाँ के थियो खाट थियो होला हौ यहाँ खाट थियो पहिले म हुर्केको ठाउँ भनौँ न मामालाई आइरहेको थियो म सानोमा अहिले त सब फोहोर भएछ कोही पनि बस्दैन अहिले चमेराको गुड जस्तो भएछ पहिले म यहाँ आउने बित्तिकै आमा मेरो हजुरआमा हुनु न यहाँ बस्नुहुन्थ्यो म यहाँ थुचुक्क यसरी बस्थेँ कपाल सुकाइदिने गरिदिनुहुन्थ्यो आमा एकदम मजाको हुनुहुन्थ्यो मिटर बक्स यहाँ यो पहिले चाहिँ मलाई लास्टै डर लाग्छ किनकि यो यस्तो हुन्छ नि यो ढुकामाथि हुन्थ्यो साह्रै डर लाग्थ्यो हेर्दा पनि यो म चाहिँ उत्रे होइन आँपको बोट छ नरिवलको बोट सुपारीको बोट यता बाँसघारी यहाँ मटर छ यहाँ पिपल बोट छ यहाँनिर ठुलो पिपल बोट यहाँ छ पढाउन दादा घर यहाँ अर्चना माइजी घर छ यहाँनिर साह्रै खुसी लाग्छ जस आफू अलिक खेलेको होइन रमाइलोको पलहरू याद आएर यसो भिडियोमा हालिदिएको नि अब लागिन्छ घरतिर ल यस्तै हो जिन्दगी यस्तै हो टाढे घर यो टाढे घर साह्रै पुरानो घर हो निकै पुरानो घर हो यहाँ टाढे घर पहिले यहाँनिर ग्राभेल गाडो थियो पिच पनि थिएन अनि यस्तो पिच भइसकेछ नि यहाँनिर